चप्पल हेर्नु त यो बिजो। गुड मर्निङ गाइज, हामी नमस्ते झरनातिर छौँ। हिजो आउँदै राति भएर पानी परेको कारणले गर्दा हिजोको भिडियोहरू देखाउन पाइनँ, तर पनि तपाईँलाई यो क्लिपको बिचमा थोरै म तपाईँलाई देखाउने कोसिस गर्नेछु। यहाँ क्लिपहरू भेटाएँ भने पानी पनि कत्रो पानी पर्न पनि अब उठेर अब हामी चिया खाएर नमस्ते झरनातिर लाग्नेछौँ। नमस्ते झरनातिर यसो कस्तो भ्यू आउँछ भन्ने कुरा तपाईँलाई देखाउने नै छौँ। गाइस अब रेडी भयो, बेडसेक बता भुङ्गो बनाएर अब तल गएर चिया खाएर भाइ र म भाइ टोलाएर बसेको छ, भर्खर उठेको नि त। अब हामी नमस्ते झरनातिर लाग्यौँ। रेडी भएपछि अघि चिया भन्दै चिया चाहिँ आधी चाहिँ खाइसकेको छु कि लास्ट टाइम पनि चिया देखाएको छ ल। अब हामी मिठो चिया हिँड्दै अब नमस्ते झरनाको यात्रा हुँदैछ। मसँग मेरो भाइ, मेरो दाजु यहाँ पछाडि हुनुहुन्छ। पैदल यात्रा अहिले स्टार्टिङमा यहाँ सुन्नु, यहाँ म दाइलाई देखाउँदैछु। अहिले स्टार्टिङमा दाइको तन्दुरुस्तीहरू माथि पुगिसकेपछि कतिको भनौँ न जोस आउँछ, माथि गलेको फ्या भएको पनि देखाउँछु भाइ हामी फेरि। ल नमस्ते झरनाको गेट है, हार्दिक स्वागत गर्दैछ भन्दैछ। अब उसले हामीलाई स्वागत गरेपछि अब हामी पनि त स्वागतिलो भएर छिर्नु त पर्यो। अब हामी भित्र छिर्दैछौँ, नमस्ते झरनाको गेटबाट भित्र छिर्दैछौँ गाइज। हाम्रो कस्तो सिन भयो भन्दा भिड छ, अब यतापट्टि खाल्टो छ, पुरै छ। अब कि हामी जानुपर्ने हुन्छ तलबाट, पुरै तलबाट यस्तो ट्रन लिएर जाँदा पनि भयो। माथिबाट जाने कन्डिसन पनि गाह्रो छ यतापट्टिबाट, नभए हामी उता अगाडि सोद्धा पनि हुन्छ। तर यता तलतिरबाट जाने ठाउँ छ, हामी अब तलतिरबाट जान्छौँ। तलतिरबाट अलिक सहज छ जस्तो लागेको छ है। झरना यो चाहिँ सानो नमस्ते झरना, ठुलो नमस्ते झरना आउँदैछ है। सानो थोरै झरना। दाइलाई जुकादेखि डर लाग्छ भन्नुभएको छ। अब बाटोमा हिँड्दा हल्का पानी त परेको छ, हेर्नुहोस्। पानी पर्दा जुका लाग्यो भने अब दाइको रियाक्सन कस्तो आउँछ भन्ने कुरोमा छौँ हामी। मोबाइल फुत्त फालिदिन सक्छु भाइ, साँच्चै कुरो भने यो मोबाइल फुत्त फालिदिन्छु के, त्यो सिक्सीको लागेर क्या। तपाईँहरू कतिजना जुकादेखि डराउनुहुन्छ प्लिज कमेन्ट पाऊँ है। मलाई चाहिँ यस्तो टाउकोती लाग्छ नि, त्यो जुका देख्यो कि आङ सिरिङ हुन्छ क्या, कस्तो लाग्यो आङ सिरिङ। विनोद दाइको उकालो चढ्दाखेरिको रियाक्सन हेर्नु होला। म पनि हल्का फ्याँ हुँदैछु, कुद्दै आएँ। यस्तो बेलामा नि दाजु कस्तो महसुस भयो? लामो सास फेर्ने अनि त्यो आफ्नो गुड फिल भएको टाइम सम्झिने, उकालो चढ्ने। ल चढौँ हामी उकालो फेरि। माथिबाट झरेको पानी चिसो छ। गर्मीमा तपाईँ फ्रिजको पानी खानुहुन्छ, हामी नेचुरल पानी खान्छौँ। तर पनि यति चिसो छ, फ्रिजमा राखेको के चिसो हुन्छ। यदि तपाईँहरू चप्पलहरू ग्रिप नभएको जुत्ताहरू लाएर आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँसँग अलिकति ग्रिप भएको लाएर आउनु होला। बाँसको पुल्जेहरू छ, पानी परेको बेला तपाईँको चिप्लिन सक्छ। त्यो भएको कारणले गर्दा सुरुमा भनेको आफ्नो हेल्थलाई, सुरुमा आफूलाई ख्याल गर्ने हो। त्यो भन्दै बिस्तारै यो बाँसबाट हामी तल झर्छौँ र उता मास्तिर गएपछि हेर्नुहोस्, मास्तिर गएपछि नमस्ते झरना छ। झरनाको दृश्य तपाईँले त्यसमा देख्न नै सक्नुहुन्छ है। बिस्तारै आउँदै हुनुहुन्छ, बिस्तारै। के सोचे थिए जिन्दगीमा के भयो आज। कस्तो ठाउँमा हिँड्छु भनेर सोचेको थिएँ, बाँसको यो चिप्लोन भरमा हिँड्नु परेको छ। ल हिँड्दै जाँदैछौँ, भोइस सानो आएको होला। अब फोनबाट मात्र हो, माइक छैन। हिँड्दैछौँ माथि अब
झरना छ, झरना नजिकै क्लोजअपबाट पनि अब हेर्न सक्नुहुन्छ। ए नमस्ते झरना हेर्ने हो त झरना हेर्न सक्नुहुन्छ। ल यही हो नमस्ते झरना भनेको, भाइहरूसँग आएको हो। अब यति नै अर्थक भन्ने त्यस्तो खालको कन्टेन्ट केही छैन लगाइ झरना। तर त्यहाँ तपाईँको के छ भन्दाखेरि धेरैजना जान्ने भएर अब भित्र गएर झरनामा खिच्ने काम चाहिँ नगर्नु होला। ढुङ्गा झरिरहेको छ, एकचोटि न्युज पनि सुन्नुभएको थियो होला, नमस्ते झरनामा ढुङ्गाले लागेर एकजनाको मृत्यु पनि भएको थियो। ढुङ्गामाथिबाट एकदम प्रेस आइरहेको हुन्छ, त्यही भएर उता नजानु होला। सकेसम्म अलिकति यतैबाट हेर्दाखेरि यस्तो राम्रो हुन्छ। फर्स्टमा तपाईँले आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। अब यति नै हामी आउँदैछौँ, यो काँसा पुलमा चाहिँ अलिक बिस्तारै हिँड्नु होला। अब मेरो चाहिँ जुत्तामा ग्रिप भएर म अलिक टाढो हिँड्दैछु। अब यस्तै हो, जति कष्टकर यात्रा त्यति सुन्दर गन्तव्य भने जस्तै सुन्दर दृश्य गन्तव्य त्यही हो। अब हामीले हिँड्दै हिँड्दै फ्याँ हुँदै भए पनि हामी ठाउँ पुग्यौँ। नमस्ते झरना पनि तपाईँलाई देखायौँ। अब के भनौँ, यति नै छ। अब बाटोमा हिँड्दा अन्य कुनै ठाउँमा छिर्यौँ भने तपाईँलाई देखाउने नै छौँ। माननीय सभामुखज्यू, माननीय सभामुख विनोद खड्काज्यू, तपाईँलाई बोल्नको लागि 5 मिनट समय दिइनेछ। तपाईँले आफ्नो विचारहरू धारणाहरू यहाँनिर प्रविष्टि गर्न सक्नुहुन्छ। सबैभन्दा अगाडि त हाम्रो हर्क साम्पाङज्यूलाई उहाँको श्रम 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 मात्रै भन्नुहुन्छ। यो झरना नमस्ते झरना आउने बाटोको पाइप फुटेर बाटो बिग्रेर, अघि मैले त्यहाँ भिडियोमा पनि मैले भनेको छु है, पाइप फुटेर बाटो बिग्रेर मेरो चप्पल हेर्नु त यो बिजोक यस्तो चप्पल भएर यहाँ कुइनामा पनि थियो, अहिले धोको भर्खर कुइनाले यसरी गरेर नमस्ते झरना हेरेर आइयो। श्रम गरेर यहाँ बनाइदिनु पऱ्यो के हर्क साम्पाङज्यू, खालि श्रमको कुरा गर्नुहुन्छ। यही हो मेरो धारणा, म सभामुख भएको नाताले मेरो धारणा चाहिँ यही हो। भेटारको चिसो, भेटार आएका छौँ, शङ्ख हेर्न सक्नुहुन्छ। नमस्ते झरना डुलेर हामी अहिले घुम्दै फिर्दै भेटार आएको छौँ। कहाँ अरे भाइ? भेटार। हामी आयौँ भेटार किचन। अब फर्किने क्रममा छौँ। यहाँ अब खानालाई रोकेको छौँ, खाना अर्डर गरेको छ। तर पनि तपाईँहरू नेचरको भ्यू लिन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यस्तो दामी छ, तर आँखा घाममा आएर नि चिम्लिनु परेको छ। आँखा घाममा आएर भन्दा पनि घाम आँखामा आएर उल्टो भयो। चिसो चिसो मौसम छ यो, बढ्दैछ यो धड्कन। भेटारको चिसो है गाइस, भेटारको चिसो छ भने तैँले ज्याकेट किन नलाग्यो भनेको होला, मलाई भएको छैन नि त। सकियो आजको ट्रिप। अब घरमा आएर सुतेका छौँ। अब फ्रेस हुने हो, त्यसपछि बडा डाँडौँ एडिट सेडिट गरेर तपाईँले हेर्न सक्ने गरी हामी अपलोड गर्छौँ।